राधे राधे। सनातन संस्कृति, वैदिक ज्योतिष र अद्भुत दिव्य ज्ञानका साथ आजको यो पवित्र वाचनमा तपाईहरु सबैलाई हार्दिक स्वागत छ। हामी सबै चाहन्छौं कि हाम्रो घरमा सदैव धनकी देवी माता लक्ष्मीको वास होस्, कसैको जीवनमा धनको अभाव नहोस्, परिवार सुखी र समृद्ध रहोस्। तर लाखौं प्रयास गर्दा पनि किन कतिपय घरमा पैसा टिक्दैन? किन बारम्बार आर्थिक संकट आइरहन्छ? ज्योतिष शास्त्र, वास्तुशास्त्र र हाम्रो सनातन अध्यात्म भन्छ यसको कारण भाग्यको कमी मात्र होइन, हाम्रो दैनिक जीवनका केही त्रुटिहरू र घरको नकारात्मक ऊर्जाको प्रभाव हो। आज हामी त्यही गहिरो रहस्य खोल्दैछौँ। घरमा माता लक्ष्मीको वास गराउन, धन सम्पत्तिको कहिल्यै कमी नहोस् भन्नका लागि ज्योतिष, वास्तु र तन्त्रशास्त्रले सुझाएका अचूक र चमत्कारी उपायहरू के हुन्? यो जीवन परिवर्तन गर्ने, समृद्धि ल्याउने र गहन जानकारीलाई अन्तिमसम्म सुन्नुहोला। हामी केवल पूजापाठको कुरा मात्र गर्दैनौँ, हामी धनलाई चुम्बक जस्तै आकर्षित गर्ने वैज्ञानिक आध्यात्मिक विधिहरूबारे विश्लेषण गर्नेछौँ। अब सुरु गरौँ पवित्र वाचन। घरमा लक्ष्मीको वास गराउने अचूक सूत्रहरू। 1. वास्तु र ऊर्जा शुद्धिकरणद्वारा लक्ष्मीलाई आमन्त्रण। घरमा लक्ष्मीको वास गराउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण सूत्र भनेको वास्तु शुद्धिकरण हो। वास्तुशास्त्र अनुसार घरको उत्तर दिशालाई कुबेरको स्थान र ईशान कोण उत्तर पूर्वलाई गुरुको स्थान मानिन्छ। यदि यी दुई दिशामा फोहोर, जुत्ता, चप्पल वा भारी सामान राखिएको छ भने लक्ष्मीको आगमनमा अवरोध उत्पन्न हुन्छ। तपाईले यी दुई दिशालाई सधैँ सफा, हल्का र पवित्र राख्नुहोस्। कुबेरको स्थानमा धन राखिएको भाँडो वा पैसाको बाकस राख्नाले धनको आगमन तीव्र हुन्छ। यसका साथै घरको मुख्य ढोका सधैँ सफा र उज्यालो राख्नुहोस्, किनकि लक्ष्मीको आगमन मुख्य ढोकाबाट नै हुन्छ। तन्त्रशास्त्र भन्छ घरमा नकारात्मक ऊर्जाले पनि धनको वास हुन दिँदैन। हरेक शुक्रबार वा औँसीको दिनमा घरको कुना कुनामा नुनपानीले पुछ्नुहोस् वा कपुर बालेर आरती गर्नुहोस्। यसले घरको सम्पूर्ण नकारात्मक ऊर्जालाई नष्ट गर्छ र सकारात्मकताको बाटो खुल्छ। घरमा सदैव मिठो सुगन्ध जस्तै चन्दन वा गुलाबको धूप फैलाउनाले लक्ष्मीलाई मनपर्छ र उहाँको वास स्थायी हुन्छ। 2. शुक्र र चन्द्र ग्रहलाई बलियो बनाउने उपाय। लक्ष्मीको वास गराउनका लागि ज्योतिषमा शुक्र र चन्द्र ग्रहलाई बलियो बनाउनु अत्यन्तै आवश्यक छ। शुक्र ग्रहलाई धन, ऐश्वर्य र भौतिक सुखको कारक मानिन्छ। शुक्रलाई बलियो बनाउनका लागि हरेक शुक्रबारमा माता लक्ष्मीको पूजा आराधना गर्नुहोस् र सेतो रङ्गको वस्तु जस्तै चिनी, चामल वा दूध दान गर्नुहोस्। यसका साथै महिलाहरूलाई सम्मान गर्नुहोस्, किनकि महिलाहरूमा लक्ष्मीको अंश हुन्छ। घरमा लक्ष्मीको वास गराउनका लागि महिलाहरूको खुशी र सन्तुष्टि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। चन्द्र ग्रहलाई मनको शान्ति र बचतको कारक मानिन्छ। चन्द्र कमजोर हुँदा पैसा टिक्दैन र मनमा चञ्चलता आउँछ। चन्द्रमालाई बलियो बनाउनका लागि हरेक सोमबारमा भगवान शिवलाई दूध चढाउनुहोस् र चाँदीको भाँडामा पानी पिउने बानी बसाल्नुहोस्। मन शान्त र स्थिर भएपछि मात्र तपाईले धनको उचित व्यवस्थापन गर्न सक्नुहुन्छ। बचत गर्ने बानीले नै लक्ष्मीको वासलाई स्थायी बनाउँछ। 3. सफलताको चुम्बक मानिने आध्यात्मिक नियमहरू। लक्ष्मीको वास गराउनका लागि केही गहना र धनसँग जोडिएका आध्यात्मिक नियमहरूको पालना गर्नु अति आवश्यक छ। पहिलो नियम, धनलाई कहिल्यै अशुद्ध हातले नछुनुहोस् र पैसा गन्दा सधैँ खुसी र कृतज्ञ हुनुहोस्। पैसालाई आदर गर्नाले मात्र पैसाले तपाईलाई आदर गर्छ। दोस्रो नियम, आफ्नो पर्स वा धन राखिने बाकसलाई कहिल्यै खाली नराख्नुहोस्। पर्समा सधैँ एउटा श्रीयन्त्र वा हल्दीको गाँठो राख्नुहोस्। यसले धनलाई चुम्बक जस्तै आकर्षित गर्न मद्दत गर्छ। तेस्रो नियम, आफ्नो घरमा तुलसीको बोटको पूजा नित्य गर्नुहोस्। तुलसीलाई लक्ष्मीको अर्को रूप मानिन्छ। तुलसीमा साँझपख दीप प्रज्वलन गर्नाले घरमा दरिद्रताको वास हुँदैन। यसका साथै घरको आग्नेय कोण दक्षिण पूर्वमा घिउको दियो बाल्नाले पनि लक्ष्मीको वास हुन्छ। 4. कर्म र कृतज्ञताको सिद्धान्त। पौराणिक मान्यता अनुसार लक्ष्मी मातालाई कर्मशील र कृतज्ञ व्यक्तिहरू अत्यन्त मन पर्छन्। तपाईले जतिसुकै उपाय र पूजा गरे पनि यदि तपाईँ आफ्नो कर्ममा इमान्दार हुनुहुन्न भने लक्ष्मीको वास स्थायी हुँदैन। तपाईले आफ्नो पेशा र व्यापारमा सत्यतालाई कायम राख्नुहोस्। यसका साथै धनको आगमनको लागि सधैँ ईश्वरप्रति कृतज्ञ, थ्याङ्कफुल हुनुहोस्। तपाईले जे जति प्राप्त गर्नुभएको छ त्यसको लागि सधैँ धन्यवाद दिनुहोस्। दान र धर्ममा आफ्नो आयको केही अंश प्रयोग गर्नुहोस्। गरिब तथा असहायलाई सहयोग गर्नाले तपाईको भाग्यमा गुरु ग्रहको कृपा पर्छ
र गुरु बलियो हुँदा लक्ष्मीको बास स्थायी र अटल हुन्छ। लक्ष्मीलाई सधैँ चञ्चल मानिन्छ, तर दान र धर्मले उहाँलाई घरमा बाँधिराख्छ। अन्त्यमा घरमा लक्ष्मीको बास गराउने सबैभन्दा ठूलो मन्त्र हो सकारात्मक ऊर्जा, सफाई, इमानदार कर्म र नारीको सम्मान। यदि तपाईँ यी 4 स्तम्भमा अडिग रहनुभयो भने तपाईको घरमा धन सम्पत्तिको कहिल्यै कमी हुने छैन र सदैव लक्ष्मीको बास रहनेछ। यो महत्त्वपूर्ण जानकारी तपाईलाई कस्तो लाग्यो? यदि तपाईलाई यो पवित्र वाचनबाट केही नयाँ ज्ञान प्राप्त भयो भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यो भिडियोलाई लाइक, कमेन्ट र शेयर गरेर आफ्नो परिवार र साथीभाइलाई पनि यो आर्थिक रहस्यबारे जानकारी दिनुहोस्। यस्तै महत्त्वपूर्ण आध्यात्मिक भिडियोहरू हाम्रो च्यानलमा थुप्रै छन्, कृपया तिनीहरू पनि हेर्नुहोला। राधे राधे। जय लक्ष्मी माता।